त्यो पुरानो टोल विकास संस्थालाई विघटन गरेर नयाँ टोल विकास संस्था गठन गर्नुपर्ने भएको हुँदाखेरि यहाँ कतिपयलाई चाहिँ प्रत्यक्ष रूपमा हामीले यसो है भनेर जानकारी गराउन नसके तापनि हामी आज यसरी भेटौँ है मिटिङ छ भन्नेसम्मको कुरा राखेर हामी यसरी उपस्थित भएका छौँ। कुरा के भन्दाखेरि टोल विकास संस्थाको जिम्मेवारी र टोल विकास संस्थाले गर्नुपर्ने कार्यहरू भन्ने कुराहरू त यहाँ अहिले प्रष्ट रूपमा प्रस्तुत हुने नै छ। अध्यक्षज्यूले पनि राख्नुहुनेछ, पूर्व अध्यक्ष भन्नु के भन्नु राख्नु नै हुनेछ, होइन विकट होइन अध्यक्ष नै हो, राख्नु नै हुनेछ। के भन्दाखेरि हामी एउटा रानो अनुसारको एउटा मौरी भन्छ नि, जस्तो के भन्छ जे पनि एउटा मूल मान्छे अथवा मूल भए जस्तै टोल विकास संस्था हाम्रो लागि एउटा के भन्दाखेरि हाम्रो गार्जेनको रूपमा लिउँ अथवा हाम्रो एउटा अभिभावक गार्जेन जे भने पनि कस्तो भन्दाखेरि किन चाहियो त भन्दाखेरि अहिले तपाईँको संविधानको धारा 74 को अनुरूप र स्थानीय सरकारको मातहतमा रहेको वडा कार्यालयलाई पनि केही सहजता होस्, कुनै पनि कार्य गर्न कागजी प्रक्रिया कुनै पनि सरकारी काम गर्नको लागि सहजता होस् र आफ्नो ठाउँ आफ्नो बस्तीमा विकास सरसफाई समाज परिवर्तन समाज विकास होस् भन्नको खातिर चाहिँ टोल विकास संस्था गठन गर्ने गरेर रहेछ। टोल विकास संस्था पनि फेरि तपाईँ के छ भने ठाउँ हेरेर, जस्तो सहरको यो वडा नम्बर 4 वडा नम्बर 2 वडा नम्बर 3 यस्ता वाणिज्य कुरा फेरि छैन, टोल विकास संस्था छैन। जहाँ चाहिँ अलिक पर बस्ती मतलब भनौँ न सहरभन्दा अलिकति साइडका बस्तीहरू त्यस्ता ठाउँहरूमा चाहिँ अब जहाँ विकासको आवश्यकता छ, जहाँ चाहिँ त्यस्ता किसिमको समस्याहरू छ, त्यस्ता ठाउँमा चाहिँ टोल विकास संस्था गठन गरेर त्यो टोल विकास संस्थाले चाहिँ जनताको भावना अनुरूप कार्य गर्ने र वडा कार्यालयलाई सघाउने भन्ने एउटा उसले गर्दाखेरि चाहिँ टोल विकास संस्था गठन गरिया हो, होइन। त्यसो भएको हुँदाखेरि चाहिँ आज हामी पुनः टोल विकास संस्था गठन गर्दैछौँ र तपाईँ हामीहरू सबैजना अवगतै छ कस्ता व्यक्तिको जरुरत पर्छ र को व्यक्तिले कस्तो कार्य गरिरहेछ। यो समाजको निम्ति तपाईँ हाम्रो लागि ती व्यक्तिको योगदान कस्तो छ, तपाईँ हाम्रो समाजप्रति तपाईँ हामीप्रति कतिको जिम्मेवारी छ, यस्ता चिज हामी सबैले बुझेकै छौँ, सायद बुझेका छौँ र बुझ्न पनि जरुरी छ भन्ने मैले ठान्दछु। त्यसो भएको हुँदाखेरि तपाईँ हामी सबैले विचार गर्नु होला भने काम गर्छु भन्ने होइन, आश्वासन दिन मात्रै नभएर विश्वास दिलाउन सक्ने व्यक्ति यहाँहरूको नजरमा यहाँहरूको दिमागमा अवश्य छाप भएर बसेको छ होला भन्ने मैले महसुस गरेको छु। त्यही अनुरूप आज हामी टोल विकास संस्था गठन गर्दैछौँ। हामी वडा अध्यक्षलाई पनि पर्खिरहेछौँ। यो उपस्थितिमा नै सिग्नेचर र नाम लेख्ने कार्य द्रुत गतिमा अगाडि बढाइरहेछौँ। यो सकिने बित्तिकै वडा कार्यालयका अध्यक्ष आउने बित्तिकै हामी कार्यक्रम सञ्चालन गर्नेछौँ। त्यो हुँदाखेरि हामी ढिला सुस्ती गर्दैनौँ। वडा अध्यक्ष आउने बित्तिकै कसलाई अध्यक्ष बनाउने, कसलाई सचिव उपाध्यक्ष बनाउने, कसलाई सचिव बनाउने, को बस्दा ठिक हुन्छ, यो व्यक्ति चाहिँ बस्दा ठिक हुन्छ, यसले चाहिँ गर्दा ठिक हुन्छ भन्ने खालको यहाँलाई लाग्छ भने राय सल्लाह सुझाव यहाँले राख्न सक्नुहुनेछ। म विशेष त केमा ध्यान दिन चाहन्छु भने यहाँलाई जानकारी गराउन चाहन्छु भने अहिलेको परिस्थिति र अहिलेको अवस्थामा महिला तर्फबाट चाहिँ विशेष स्पेशल अघि बढेर म यसो गर्न सक्छु भन्ने एउटा आँट र साहसका साथ अघि बढ्नु होला, यो म अनुरोध गर्न चाहन्छु, होइन। किनभने अबको समय भनेको हामीले देखिरहेको राजनीतिकमा र राजनीतिज्ञहरूले देखाएको हामीलाई बाटो र कामले गर्दाखेरि चाहिँ अहिलेको समयमा चाहिँ महिला दिदीबहिनीहरूले चाहिँ के गर्न सक्छ है, अब चाहिँ केही गर्नु पनि पर्छ है भन्नेमा म जोड दिन चाहन्छु। यति भन्दै अब हामी के भन्दाखेरि थोरै धैर्य गरौँ। यो के भन्छ यो उपस्थिति पनि गर्ने हो कि फेरि पुनः गर्ने हो, यो चाहिँ तपाईँहरूको सोच्नु। मैले सरस्वती भने मैले यो त्यसमा चाहिँ पुनः अरुण पटलज्यूलाई नै एकचोटि फेरि मौका दिने भने सबैजनाले त्यो
ढलै राख्यो होइन। अब उपाध्यक्षमा चाहिँ शान्ति राईज्यू तल समझदारी चोकबाट उहाँलाई प्रस्ताव गरियो होइन। अब यो सचिवमा चाहिँ म अझै पनि भएको छैन। उहाँहरूले अब तपाईँहरूको अब म अझै पनि मैले भने मैले अघि हुन्छ भने चाहिँ म गरेको छैन मैले। सहसचिवमा चाहिँ सरिस्मा राईज्यू यहाँ बाणडाँडा चोक, अनि कोषाध्यक्षमा चाहिँ बलनसरी राईज्यू यलम्बर हाम्रा चोक, अनि सल्लाहकारमा चाहिँ दिलमाया सुनवार छेमा बाणडाँडा, रिमा वाङदी शेर्पा तल ऐना चोक, अनि कल्पना याखा यलम्बर हाङ्सा चोक, दिलमाया राई बाणडाँडा, अनि लक्ष्मी कटुवाल समझदारी चोक। त्यसै गरी अब सदस्यहरूमा चाहिँ 21 सदस्य टोली 21 सदस्य हामीले बनाउने उसमा चाहिँ सदस्य पूजा राईज्यू त्यो खालि नर्मली म थोरै यहाँ साथमा सार्नु मात्रै पर्नेछ, म त्यो सारेर गरेर अन्तिम निर्णय पनि सुनाइहाल्छु। अनि सम्झना राई यो त्यसो भएदेखि म अहिले एकैचोटि गरेर चाहिँ सुनाउँ होला है। ललिता राईज्यू, जुनुमाया राईज्यू, पिना राईज्यू, कुमारी धमलाज्यू, बबिता राईज्यू, जनश्वरी राईज्यू, जयबहादुर माझीज्यू, साजन राई काजीज्यू, किरेन्द्र कुमार सम्बा आम्पेज्यू, शर्मिला लिम्बुज्यू, बाबुराम राईज्यू, जोनु सुब्बाज्यू। त्यसपछि हामीले अब त्यहाँ लेख्ने काम छ, त्यसपछि हामीले अरू थप्नेछौँ। 21 सदस्य टोली बनाउने छौँ। मलाई थोरै टाइम दिनु होला, अनि म सबै सरस्वती पढ्छु पनि, अनि यो अन्तिममा यो बन्दमा पनि सकौँ। आज मिति 2082 साल 7 महिना कार्तिक 27 गते बिहिबारको दिन यस धरान उपमहानगरपालिका वार्ड नम्बर 11 पिसुचोक टियालोको समय अवधि सकिएको हुँदा पुनर्गठन गर्नका लागि यस धरान उपमहानगरपालिका वार्ड नम्बर 11 का वडाध्यक्ष श्री लोकेन्द्र कुमार भागोज्यूको अध्यक्षतामा रोभरमा टिएलओ पुनर्गठन गर्नका लागि उपस्थिति गराइयो। प्रस्ताव नम्बर 1 पुरानो टिएलओ विघटन गरी नयाँ पुनर्गठन गर्ने सम्बन्धमा। प्रस्ताव नम्बर 2 सल्लाहकार राख्ने सम्बन्धमा निर्णय। प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा संविधानको धारा 74 अनुसार टिएलओको कार्य अवधि 2 सालको हुने भएको हुँदा यो पुनर्गठन गर्नुपर्ने भएको हुँदा नयाँ टिएलओ गठनका लागि आम सहभागिता भई निम्न अनुसारको पदाधिकारी चयन गर्ने सर्वसम्मतबाट पारित गरियो। म नाम वाचन गर्छु, सरस्वती यता आएर अगाडि खडा भइदिनु होला। अध्यक्ष अरुण कटालज्यू, उपाध्यक्ष शान्ति राईज्यू यहाँ अगाडि आएर बस्दिनु कोषाध्यक्षमा बलनश्वरी राईज्यू। त्यसै गरी हामीले जम्मा 21 सदस्य टोली बनाएको हुँदाखेरि जति पनि सदस्यज्यूहरूको नाम वाचन गर्छु म। सरस्वती आएर यता लाइन लागेर बस्दिनु होला, अनुरोध गर्न चाहन्छु। सदस्य पूजा राईज्यू, सदस्य सम्झना राईज्यू, सदस्य ललिता राईज्यू, सदस्य जुनुमाया राईज्यू, सदस्य बिना राईज्यू, सदस्य कुमारी धमलाज्यू, सदस्य बबिता राईज्यू, सदस्य जनश्वरी राईज्यू, सदस्य जयबहादुर माझीज्यू, सदस्य साजन राई काजीज्यू, सदस्य किरेन्द्र सम्बा आम्पेज्यू, सदस्य शर्मिला लिम्बुज्यू, सदस्य बाबुराम राईज्यू, सदस्य जनु सुब्बाज्यू, सदस्य चन्द्रकला राईज्यू, सदस्य सुस्मिता मगरज्यू। माफ गर्नु होला, पञ्चकला राईज्यू। माफ गर्नु होला, नाम वाचन गर्दा यो गल्ती भएको हुनाले मैले चन्द्रकला राईज्यू भने पञ्चकला राईज्यूलाई पनि हामीले सदस्यमा राख्ने साथै चाहेका छौँ। पुरानो समिति जे जस्तोसुकै भए पनि यो कार्यकाल समाप्त भएको हुँदाखेरि जे जस्तोसुकै कार्य गरे पनि हामीले विश्वचोक टोलीका संस्थाले चाहे त्यो जस्तोसुकै अवस्थामा पनि भए पनि हामीले एउटा विभिन्न कार्यहरू गर्यौँ पनि सो कार्य हामीले पूर्ण गर्न नसके तापनि अझै पूर्ण गर्नुपर्ने भएको हुँदाखेरि पनि अब यो नयाँ टोलीले, यो नयाँ चयन भएको टोलीले चाहिँ आगामी दिनहरूमा चाहिँ एकदम
स्वतस्फूर्त ढङ्गले नीति नियममा रहेर यहाँले हरेक कार्यहरू एकदम के भन्छ नि समाजलाई चाहिँ असल समाज निर्माणको निम्ति होइन यहाँको योगदान रहनेछ भन्ने मेरो बुझाइ अनि छ। त्यसरी अन्तिममा अब धेरै समय नलिउँ र यो नयाँ बनेको टिएलओ समितिलाई चाहिँ धन्यवाद दिँदै आजको यो कार्यक्रमलाई यहीँ समाप्त भएको घोषणा गरिदिनु र पनि म